Hello guys, welcome to my YouTube channel. Finally, हामीसँग iPhone 17 Pro Max आइसकेको छ। आज चाहिँ हामी iPhone 17 Pro Max बाट भिडियो ब्लग सुट गर्दै छु। यो ब्लगमा चाहिँ हामी कुनै पनि इक्विपमेन्ट युज गर्ने छैन, ओन्ली फोनबाटै ब्लग सुट गर्ने छु। अहिले चाहिँ म अहिले इन्डियामा दिल्ली भन्ने ठाउँमा छु। अब एकछिनपछि म यहीँ बाहिरतिर सानो एउटा पार्क छ, एकछिनमा पुग्छ यहाँनिर। त्यहाँ गएर हामी डिफ्रेन्ट एङ्गलबाट ब्लग सुट गर्ने ट्राई गर्छौँ। अनि हेरौँला कतिको राम्रो क्वालिटी आउँदो रहेछ, साउन्ड इफेक्टहरू कस्तो आउँदो रहेछ, या हामीलाई कुनै इक्विपमेन्टको निड हुन्छ कि हुँदैन हेरौँला हामीले। सो भिडियोलाई एन्डसम्म हेरिदिनु होला। अनि लास्टमा हामी कुनै टिप्सहरू पनि दिन्छु, अनि मेरो एक्सपिरियन्स कस्तो भयो तपाईँलाई सेयर गरौँला। सो लेट्स बिगिन आवर टुडे ब्लग। फाइनली हामी चाहिँ रेडी भइसक्यो। अब हामीबाट निस्किन्छौँ। लेट्स गो। हामी चाहिँ यता आइपुग्यो 10 पक्रेर। यो अगाडिको चाहिँ पान्सी मेट्रो स्टेसन हो, अनि यहाँबाट चाहिँ हामी एन्ट्री हुने हो गाइस। यता आइपुग्यो, यता हिँडिरहेको छ। एकदम ठुलो छ है यो पार्क चाहिँ। तपाईँहरू गुगलबाट सर्च गरेर पनि आउनु सक्नुहुन्छ। अनि एकदम मर्निङ वकहरू, इभिनिङ वकको लागि पनि एकदम दामी छ। अहिले देखाउने छु। बाटो चाहिँ एकदम खुल्ला छ है। म तपाईँहरूले एउटा दामी चिज देखाउँछु। यो चाहिँ इन्डियाको नेसनल बर्ड हो है। यसलाई पिकअप भनिन्छ। यस्तो प्योर पनि हेर्नु पाउनुहुन्छ तपाईँहरूले, तर धेरै नजिक चाहिँ जानु हुँदैन, किनकि उनीहरूलाई डर लाग्छ। अब अरू के हेर्नु पाउँछ, के देख्छ सबै तपाईँहरूलाई देखाउने छु। यसो हिँडिरहेको छु। मजाले खाना खाइरहेको छ अरे। यो चाहिँ मैले एडेक्स जुममा खिचेको हो। अब आज यसको कतिको दामी आउँदो रहेछ। माथि चरा देख्न सक्नुहुन्छ। कुन चाहिँ चरा हो तर नाम चाहिँ थाहा पाएन। एकदम फ्रेस फिल हुँदैछ गाइस। अनि साउन्डहरू चाहिँ कस्तो आउँदैछ होला। आई होप यहाँ त त्यति नोइज छैन, त्यही भएर राम्रै आइरहेको होला। पब्लिक भएको ठाउँमा चाहिँ अलिक राम्रो भोइस चाहिँ मतलब सुन्दैन होला, किनकि माइकहरू छैन भने। किनकि यहाँ त एकदम शान्ति इन्भाइरोमेन्ट छ, त्यही भएर क्लियर नै आउँदै होला। अगाडि हेरौँ अब के छ। तर पार्क चाहिँ एकदम दामी छ। वर्कआउट गर्ने ठाउँहरू पनि बनाएको छ ठाउँमा। अनि चराहरू पनि हेर्नु सक्नुहुन्छ। उता अगाडि 3टा परेवा छ। अहिले चाहिँ म दिउँसो, यहाँ टाइमिङ चाहिँ अहिले दिउँसो हो, दिउँसो घुमिरहेको छु। मर्निङ टाइममा चाहिँ धेरै मान्छेहरू आउनुहुन्छ यता वकिङको लागि। फाइनली हामी आधा घन्टा जति हिँड्ने होला, त्यसपछि यता आइपुग्यो। एकदम ओपन छ, मजाले रेस्ट गर्ने ठाउँ। अब हामी एकछिन खाजा खान्छौँ, अनि त्यसपछि यताबाट हिँड्नु सक्नुहुन्छ। यता जिम एरिया छ, ओपन जिम एरिया। अनि एकछिन बस्छौँ, अनि
त्यसपछि गर्दिला लाग्छन् अनि हाम्रो फोनको रिभ्यू कस्तो भयो हामी सेयर गरौँ न त्यसपछि। म घरतिर फर्किँदैछु। धेरै मजा आयो, एकदम फ्रेस रिफ्रेस भयो धेरै दिनपछि आएर। होप भिडियो हेर्नु होला अनि मन पर्यो भने तपाईहरु पनि घुम्न आउनु होला। फाइनली घर आइपुग्यो हामी अनि कस्तो भयो भने धेरै राम्रै भयो, भिडियो क्वालिटीहरु चाहिँ एकदम राम्रै आउँदै रहेछ अनि साउन्ड क्वालिटी चाहिँ अब कुनैमा राम्रो आउला कुनैमा अलि डिस्टर्ब पनि होला अनि सबैजनाले भिडियोलाई मन पराइदिनु होला। त्यो चाहिँ हाम्रो आइफोन 17 प्रो म्याक्सबाट फर्स्ट ब्लग हो। अब आउने टाइममा अरु पनि धेरै ब्लगहरु आउने छ अनि तपाईहरु पनि कमेन्ट गर्नु होला कुन ठाउँमा जाने हो र म ट्राई गर्छु सकेसम्म त्यो ठाउँको भिडियो ब्लग बनाउने। अनि तपाईँ त्यही हो, अरु त ब्लग एकदम दामी भयो, एकदम फ्रेस पनि भयो। अनि अरु कुरा चाहिँ अब ब्लग चाहिँ धेरै टाइमपछि आएको हो, सो ब्लगमा कुनै मिस्टेकहरु होला तपाईहरुले पनि हेरेर कमेन्ट गरिदिनु होला अनि आउने टाइममा त्यो मिस्टेकलाई सुधार्ने कोसिस गर्छु। सो आजको लागि यति नै, यो ब्लग यहीँ सकिन्छ। ओके, सबैजना राम्रोसँग बस्नु होला, टेक केयर अनि च्यानललाई माया गरिदिनु होला, लाइक शेयर कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद।